पानीबाट आमा घरबाट आएको पापको अवगमलाई आज धोएर पखालेर नयाँ पवित्र पवित्र परमेश्वर स्वर्गीय अनि पृथ्वीका मालिक सृजना र मानिसको पुत्र हराएकोलाई खोज्न उद्धार गर्न आएको छ। भाइलाई तपाईँ परमेश्वर सुन्नुभयो, धन्यवाद दिन्छु। उद्धार र मुक्तिको लागि भाइ जोसेफ प्रभुमा नाम राखिएको छ अनि यो जोसेफ स्वर्गीयमा तपाईँ पवित्र पुस्तकमा लेखिनुपर्छ। पानीबाट ब्याप्टिजम गइरहेको छ। तपाईँले स्वर्गीयमा आउँदा एकजनाको जीवन नयाँ विश्वास यो पानीलाई यीशुको नाउँमा पिता पुत्र पवित्रमा अभिषेक हुँदै सम्पूर्ण रोग बिमार अशान्ति कष्ट दुष्टपन सबैको नकारात्मक हामी धोएर पकाएर यीशुमा विजयता पाउँछौँ। नाम यीशुको नाममा आमेन। आमेन। Bless you. प्रभु येशूको नाममा bless you. स्वर्गीयको राज्य किनभने उपले मानिसलाई परमेश्वर आफ्नै रूपमा सृष्टि गर्नुभयो, परमेश्वरले मानिसलाई बनाउनुभयो। अब यो तपाईँ ठुलो कुरा तपाईँलाई त्यहाँ स्वर्गीयमा तपाईँलाई पवित्र आत्मा सबै भइरहेको छ है। अब विश्वास गरेर सुनाउने तपाईँको जीवन तपाईँको विश्वासमा गाउँमा बाइबलमा चाल्दाखेरि आउँछ आधी आउँछ तुफान आउँछ गाउँमा विश्वमा प्राप्त छ। पवित्र परमेश्वर छोरी तपाईँको अगाडि आउँछ। स्वर्गीयमा जीवनको पुस्तकमा अघिबाटै नाम लेखिसक्नु भएको छ। आज नयाँ खुसी अनि नयाँ आनन्द दिनु अब तपाईँले पूर्णतः तपाईँले आशिष गर्नुहुन्छ। यसको नाउँमा सम्पूर्ण शरीरमा आउने रोग कष्ट समाज आउने नराम्रो हरिया बुवाहरू सबैको लिएर हामी त्यसलाई यसरी धोएर पठाउँछौँ। आमाको घरबाट आएको पाप र श्रापको आत्माहरू हामी औषध गर्दछौँ। अब नयाँ आशिषमा नयाँ जीवन अघि बढ्छ। यसो तपाईँ छुट्टा नाच र यीशुको नाउँमा आशिषको कुरा घोषणा गर्छौँ। पिता पुत्र पवित्रमा आशिषको घोषणा गर्छौँ। नाउँमा पिता पुत्र पवित्रमा हामी आशिषको कुरा गर्छौँ। महिमा पवित्र महान परमेश्वर पानीमा तपाईँले आशिष गर्छ। यो पानीले व्यक्तिगत छ। यो पानीको तपाईँ परमेश्वरको आशीर्वाद त्यो खोलालाई तपाईँ आशिष गर्दै मण्डलीलाई आशिष गर्दै सम्पूर्ण आगोलाई आशिष गर्दै दया हो यसो राखाको मुक्ति दाताको उद्धारकर्ताको दया हो यसो राखाको मुक्ति दाताको उद्धारकर्ताको पुरानो जीवन सबैको नयाँ जीवन कृष्ण जिउनेछु पिताको अपतिलाई पाउँदै त्यसको पाइला पछ्याउनेछु जीवन सबै भुले
Amen.